एक दिन बिहान चामे पिँढीमा बसेर सोतेमा तमाखु खान लागेको थियो। मास्तिरबाट जुठे दमाई झर्यो। अघिपछि छोरो बोकेर जुठे आइरहेको थियो। पछि लुगाको सानो कुटुरो काखी च्यापेर स्वास्नी आउन लागेकी थिए। चामेलाई देखेर जुठेले हाँसेर भन्यो, के मेलो छ कान्छा, बसी बसाउँछ दाई, स्वास्नीलाई माइत धपाइहालिस्, अब एक्लै मोज गर बस। जुठेका लोग्ने स्वास्नीको खुबै पिर्ती थियो। जुठे सधैँ स्वास्नीलाई लिएर माझी गाउँतिर लुगा सिउन जान्थ्यो। बाटामा लोग्ने स्वास्नी घर गृहस्थी दुःख सुखका कुरा गर्दै जान्थे, बेलुका पनि कुरा गर्दै फर्कन्थे। राति 8मा दियो राखेर जुठे विराट पर्वको सिलो खाल्थ्यो। स्वास्नी चाहिँ जुठो चुलो गर्दै सिलोक सुन्दै गर्थे। कहिलेकाहीँ जुठे बेरामी भो भने स्वास्नी गाउँमा धामी झाँक्री खोज्दै हिँड्थे। बिष्टहरू कहाँ लुगा सिउन जाँदा कहिलेकाहीँ जुठे स्वास्नीसँग ठट्टा गरेर केक लिक्क घिर्चो तान्थ्यो अनि यसो अरू मान्छेपट्टि हेरेर आँखा झिम्क्याउँथ्यो। स्वास्नी चाहिँ बुढो हुँदा पनि ठट्टा गर्ने बानी नगएको भनेर अर्कापट्टि फर्केर हाँस्थे। जुठे चोखी नीति पनि गर्थ्यो। बिहानै धारामा गएर नुहाउँथ्यो। नुहाइसकेपछि पँधेर्नीहरूले लुगा पकाएको ठाउँको खरानीको बिगुत लाएर विद्युतको सरी रूप लिई गगनमा उड्नुभयो कटतसै भन्ने स्तोत्र पाठ गर्थ्यो। जुठेका गृहस्थी जीवनसँग आफ्नो जीवनको तुलना गरेर चामे बहुतै दुखी हुन्थ्यो। जुठे कहाँ खानपिन गरेर विराट पूर्व पढ्ने बेलामा आफ्ना घरमा रुवाबासी चल्थ्यो। जुठेका लोग्ने स्वास्नीको त्यस्तो माया प्रीति छ। दुःख सुखका कुरा गरेर सँगै हिँड्छन्, आफ्नी स्वास्नी झगडा गरेर माइततिर हिँड्छे। बिहा भएको यतिका दिन भइसक्यो, कहिल्यै राम्रा मुखले बोलेको थाहा छैन। फेरि एउटा भएको भैँसी पनि नजिक पर्न दिँदैन। आफू त माइत गई भैँसीलाई पनि एक हाते पारेर गई। यस भैँसीले गर्दा गालामा कोकलेको लबटो पर्यो। भिरबाट घच्यार्दिउँ भने साउको डोको, भोलि आएर साउले बाँच्छ। आफूले जुठो चुलो नगरे भोकै बस्नुपर्छ। यस्तो छुछी जिन्दगी बिताउनुभन्दा खरानी घसेर हिँड्नु जाति। तर खरानी घसेर पो के गर्नु र? 10 घरका कुकुर नभुकाए खान पाइँदैन। उसमा पनि आजकल फेटा गुथेका मोटा घाटा जोगी देख्यो भने कोदाली खन्नाका गाहराले जोगी भएको भनेर मानिसहरू गिल्ला गर्छन्। पार्टीको बास हुन्छ। बेरामी परियो भने एक मुठी पानी खान दिने मानिस हुँदैन। अर्काले भनोस् कि नभनोस् आफै नमो नारायण वा भनेर बिगुत लगाइदिँदै हिँड्दै गर्छन्। ठुला ठुला झोला भिरेर खलाखलामा चहार्छन्। यो पनि उही संसारका रापले पोलेका बेलामा टाढाबाट फलक्क हेर्दा अलि शीतल जस्तो लागेको मात्रै हो। पहिले 8-10 दिन त चामे गौँथलीको नाउँ लिँदा पनि झम्टला भने जस्तो गर्थ्यो। तर पछि अलि शून्य मान्न लाग्यो। विचार गर्यो, मुखाले भए पनि साह्रै जाँगरली थिए। मन लगाएर एक भारी घाँस ल्याए भने भैँसी डम्म अघाउँथ्यो। बिहान बेलुका एक घाँस पकाएर खान दिन्थे। ऊ गएदेखि 3-4 दिन भात खाए होला, नत्र भने खाली भुटेका मकैका भरमा छु। ऊ मुन्जेल भैँसीले ट्याममा दूध दिन्थ्यो, आफै धुन्थे। ऊ गएदेखि बिच्केको बिच्कै भयो। सबैजना डाकेर ले भन्छन्। जुठे दाइकी स्वास्नी पनि तसै भन्थिन्। आए आउली नआए नआउली, एकपटक लिन जानै पर्यो। भोलिपल्ट बिहान भातसात खाएर चामे ससुराली जान तयार भयो। सन्दुकबाट पनेलाको दौरा सुरुवाल फिकेर लगायो। टोपीमाथि गौँथलीले तमाखुको पोको राखिदिएकी रहेछ। कस लागेछ, कच्याक कुचुक्कुनी भएछ। चामे रिसाएर फतफताउन थाल्यो। राडीको ढङ्ग हेर, माल पाएर के गर्नु, चाल पाएको हुन्छ। आफ्ना बाबु बराजुले बिर्के टोपी लगाएको भए थाहा पाउँथे। बाहुनले च्याउ खायो, नस्वाद पायो। एकछिन फतफताएर तानतुन पारेर टोपी लगायो। इस्टकोट अर्को थिएन, उही पुरानो लायो। एउटा ओढ्नेको कुटुरो पिठ्यूमा छड्के पारेर बाँध्यो र हातमा एउटा झुत्रो छाता लिएर हिँड्यो। चामे ससुरालीका घरमुन्थी र चौतारामा बसेर पसिना पुछ्न लागेको थियो। गाउँदेखि माथि वनको छेउमा घाँसको भारी बिसाएर गौँथली गीत गाउन थाली। उडी जाउँ भने म पन्छी होइन, बस्न त मन छैन। चामे मुरमुरियो। घाँस खान नपाएर भैँसीको पेट गाइनेको सारङ्गी जस्तो भइरहेछ। राड यहाँ बसेर वन रन्काउँछे। एकछिन चौतारामा थकाइ मारेर चामे बिस्तारै उकालो लाग्यो। चिलाउनेका बोट्नेर पुगेपछि चामेका गोडा अलि गहरो भए। सासु ससुराले केही भन्छन् कि भनेर कुस्तुर थियो। बिस्तार तगारोनेर पुग्यो। सासु जुठैयनमा बसेर ताप्के मस्काउन लागेकी रहिछिन्। ससुरो पिँढीमा बसेर तमाखु खान लागेको थियो। सासुलाई देखेर चामेले हात जोडेर ढोगिदियो। सासुले पनि जुठे हात ढोग फर्काई। चामे पिँढीमा बस्यो। ससुरो हुक्का नली चामेका हातमा दिएर ढोग दिन निहिरेको थियो। चामेले गोडा जोडिदियो। एकछिनपछि घाँसको भारी लिएर गौँथली आइपुगी। पनेलाको चोलो छिटको फरिया लाएकी, फरियाको गुल्थो खुम्च्याएर पटुका बाँधेकी, हातमा बाला, घाँटीमा प्वालो लाएकी, पुष्ट छाती भएकी, निधारमा सिन्दुरको ठूलो टिको लाएकी, कपालमा गुराँसको फूल सिउरेकी, अलिअलि सावलो वर्णकी निकै राम्री देखिन्थिन्। गौँथलीको त्यो मनोहर रूप देखेर चामे तृप्त भयो। घरमा साक्षात् गृहलक्ष्मीले प्रवेश गरे जस्तो मान्यो। साँझ परेपछि गौँथलीले आएर चामेका गोडामा ढोकिदिए। चामे गदगद भयो। आज उसको हृदयमा गौँथलीलाई समातेर 1000 चोटि चुम्बन गरौँ भने जस्तो लाग्यो।
समाउनलाई हात लम्काएको थियो। गौँथली हात पन्छाएर घरभित्र पसी। भातसात खाएपछि चामेलाई पिँढीमा ओछ्यान लगाइदिए। चामे ओछ्यानमा पल्ट्यो, तर उसका आँखामा निन्द्राको लेस थिएन। ऊ केवल गौँथली आउँछ कि भनेर बाटो हेरिरहेको थियो। सबैजनाले खाए, जुठो चुलो गरे। एकछिनपछि को हो कुन्ने बत्ती लिएर चोटातिर गयो। त्यसपछि कसले हो कुन्नी दैलो ढप्काएर आग्लो लायो। चामे दङ्ग पर्यो। चामेका मनमा कुरा खेल्न लागे। अरे त्यो दिन बिच्चरी गौँथलीलाई किन कुटे होला? स्वास्नी मानिसहरू बिहा हेर्न भनेपछि हुरुक्क हुन्छन्। उसमा पनि चढ्दो उमेर एकछिन बिहा हेर्न गए त। एकछिन यसो गाउँघरमा रमिता हेर्न गएको पनि खप्न नसक्ने छुसीले के स्वास्नी सुमर्नु? भात पकाउन अलिकता ढिलो गरी भनेर स्वास्नी कुट्नुभन्दा अधम काम अर्को के होला? अलि मुखाले भए कि पनि कुटेरै हो। अब घर गए भने कहिले कुट्ने छैन। जुठे दाइका भन्दा बढ्ता कदर गरेर राखिन भने अनि भन्नु। मनमा कुरा उत्तिकै खेलिरहेका थिए। तलतिरबाट उपियाँले उत्तिकै टोक्थे। बिहानै ढोका उघारेको शब्द आयो। गौँथली आए कि भनेर चामेले ठाडो कान लायो। पछि हेर्दा ससुरो बुढो रहेछ। ससुरो दैलो उगारेर करेसातिर पिसाब गर्न गयो। चामेले रातभरि निमेष लाएन। गाईबस्तु फुकाउने बेला भएको थियो। ससुरो पर्खालमा बसेर तमाखु खान लागेको थियो। सासु चाहिँ पिँढीमा बसेर मकै छोडाउन लागेकी थिइन्। गौँथली भित्र मफेलीमा जुठो चुलो गर्दै थिइन्। चामेले अलि लाज माने जस्तो गरेर ससुरासँग भन्यो, खेती कमाईको बेला छ ससुराबा, छोरी पठाइदिनु पर्यो। ससुराले एकछिन खोकेर अनि नली गालामा अड्चाएर भन्यो, हुन त ज्वाइँ गरिब र सरिब बलेर अनेक थरीका नाउँ राख्थ्यौँ अरे, तर गरिब भए पनि आजसम्म कसैका घरमा पोल्टो थाप्न गएको छैन। पाउ पुजेर दिएको तिमीलाई हो। आफ्नी स्वास्नी राजी गराऊ, लैजाऊ, कसैले छेकेको छैन। चामेले निच्च मुख लायो। एकछिनपछि जुठो चुलो सिद्ध्याएर डोको नाम्लो लिएर वनतिर जान लागेकी थिइन्। चामेले पाखुरामा समाएर भन्यो, डोको नाम्लो लिएर कता नि? हिँड, घर जाउँ। घर त मारे पनि जान्न। घर नगएर कहाँ जान्छिस् त? जान्छु। एकटा जीवलाई के जहाँ गए पनि त भो नि। जोगिनी हुन्छु। भैँसीलाई घाँस कसले काटिदिन्छ र जोगिनी हुन्छेस्? काट्नु क्या, आफ्ना भैँसीलाई आफै घाँस। धेरै नबोल, खुरुट्ट हिँड। घर लगेर फेरि न्यु झिक्दै कुट्दै गर्नलाई? अब पोडे भए केही गरौँला। बो नापियो। एकछिनपछि लुगासुगा लाएर सिङ्गार पटार गरेर गौँथली बाहिर निस्के। सासु बुढीले एउटा सानो पोको र एक ठेकी दही ल्याएर अगाडि राखिदिए। पोको काखी च्यापेर गौँथली अघिपछि लागि। चामे हातमा ठेकी झुन्ड्याएर पछि लाग्यो। बाटामा चामे र गौँथली कुरा गर्न लागे। आजकल भैँसीको दुध कति छ नि? बिहान बेलुका गरेर एक पाथी। गौँथलीले चामेपट्टि फर्केर ओठले प्याई। घाम डाँडमा बस्न लागेको थियो। गोठालाहरू गाईबस्तु अघि लाएर धुलो उडाउँदै बिस्तारै उकालो लागेका थिए। चामे गौँथलीलाई लिएर पन्धेरानिर आइपुगेको थियो। मास्तिरबाट डोकामा गागरो बोकेर जुठेकी स्वास्नी आउन लागेकी रहेछिन्। चामेलाई देखेर जुठेकी स्वास्नीले हाँसेर भनी, ओहो, चखेवा चखेबीको जोडा जस्तै, अघिपछि दुलही पछि दुलहा, कति राम्रो सुहाएको। गौँथलीले मुसुक्क हाँसेर भनी, भो नहाँस दिदी, फेरि कुन दिन कटाक्ष पर्ने हो? उस, चाटाचाट गर्न पनि त बेर लाग्दो रहेनछ नि। लोग्ने स्वास्नीको झगडा परालको आगो। यसरी चामेले आफ्नो गल्ती महसुस गर्दै गौँथलीलाई माया र सम्मानका साथ घर ल्यायो। साँचो कुरा त यही हो, लोग्ने र स्वास्नी बीचको झगडा परालको आगो जस्तै हुन्छ, तर समझदारी र माया भए यसलाई फेरि उज्यालो बनाउन सकिन्छ।